है। नमस्कार, मेरो नाम चाहिँ सीता थापा। म चाहिँ राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका सङ्घसभा जिल्ला 5 खबर नगरपालिका वार्ड नम्बर 5 नम्बरको। र मलाई चाहिँ यो निर्वाचन आयोगले मतदाता शिक्षामा खटाउनु भएको छ। त्यसको लागि म चाहिँ अब यहाँ कसरी मत बदर नहोस् भन्नको लागि सिकाइरहेको छु। भोट लगाउने तरिका, आफूले लगाएको मत सही तरिकाले लगाइयो भने आफूले चुनेको व्यक्तिलाई जिताउन सकिन्छ। र मैले चाहिँ यहाँनिर कुनै पार्टीको चिन्हहरू लिएर आएको छैन, नमुना मतपत्र हो। यसपालि चाहिँ पहिलाको जस्तो छैन। पहिला चाहिँ 7वटामा लगाउनु पर्थ्यो भने अहिले चाहिँ एउटामा मात्रै लाउनुपर्छ। प्रतिनिधि सभा र समानुपातिकमा एउटा पार्टीको भयो, एउटा व्यक्तिको भयो। मन परेको पार्टी र मन परेको व्यक्तिलाई दिनुपर्छ। एउटा मात्रै छाप लगाउनुपर्छ। त म यहाँहरूलाई चाहिँ छाप लगाउने तरिका सिकाउँदैछु। यहाँ हेर्नु होला, यो चाडा घेरामा कुनैमा पनि छुनु भएन। यो बिचमा बरु यो जुनै पार्टीको चिन्ह छ त्यसलाई छुँदा केही भएन। बिचमा यसरी एकताल लाउने। तर यहाँ मधुरो भयो, मैले लगाएको मधुरो भयो। फेरि मधुरो भयो भनेर चाहिँ डबल पनि लाउन भएन, मात्र एकचोटि लगाउने। र यहाँहरू सबैलाई मत लगाउन सबैलाई आउँछ। तर यो सबैभन्दा जान्नुपर्ने कुरा पट्याउन हो। पट्याउने तरिकामा सिकाइरहेको छु। यहाँ हेर्नु होला, यो उँधोपट्टिको भागलाई चाहिँ यसरी यहाँ ल्याउने। यसरी ल्याएर नआत्तिकन होसले यसरी लगाउनु होला। लगाइसकेपछि यो माथिको भाग चाहिँ यतापट्टि पर्नु पर्यो। यतापट्टि पर्नु पर्यो। यो यतापट्टि पर्यो भने तपाईँले लगाएको मत गनिँदैन, बदर भएर जान्छ। त्यसैले मैले चाहिँ यो च्यात्न बिर्सेछु। ल हेर्नु, यहाँ मैले अघि छाप लगाएको छ। अब यसलाई चाहिँ यसरी मैले पट्याउने तरिकाहरू भनिरहेको छु। यसरी लगाउनु भयो भने सही हुन्छ। र तपाईँहरूले यहाँ देखिरहेको छ मत बदर हुने तरिका। दुईटा कोठामा पनि लाउनु भएन, यसरी बिचमा पारेर। अनि दुईटा चिन्हमा नि लाउनु भएन, डबल पनि लाउनु भएन। र चाडैलाई बिचमा पार्नु नि भएन। अनि यसरी छाप जस्तै यहाँ गएर चोबेर छाप पनि लाउनु भएन, बाहिर पनि लाउनु भएन। हस् त, नमस्ते। अघि चाहिँ मैले तपाईँहरूलाई यस्तो यो सिरानमा लगाउनु भएको थियो। सिरानमा लगाएको त सजिलो भयो, यसरी पट्याउन सजिलो भयो। यसरी सजिलो भयो नि त यो त। अब फेरि तपाईँलाई चाहिँ मन परेको व्यक्ति वा पार्टी कुनै हुनुहुन्छ भने अब पुछारमा लाउनु भयो। उहाँको चिन्ह पुछारमा छ, यहाँ छ। ल यहाँ लगाउनु भयो। अब यसलाई चाहिँ कसरी पट्याउने त? यहाँबाट पट्याउन त यसरी अप्ठ्यारो भयो। कसरी पट्याउने? त्यसलाई चाहिँ यसरी आफूतिर घुराउने। अनि उँधोको यसरी लगेर यहाँको घेरामा यस्तो गरेर नआत्तिकन यसरी बुबार्ने। अनि यसलाई चाहिँ यो छाप चाहिँ यहाँ पर्नु पर्यो। यसरी लगाउनु होला। अनि रङमा छिराइदिने। नमस्ते।